नमस्कार साथीहरू, हाम्रो च्यानलमा स्वागत छ। नेपाल जैविक विविधताले धनी देश हो। यहाँ 800 भन्दा बढी चरा, सयौं स्तनधारी र अनगिन्ती दुर्लभ प्रजाति पाइन्छन्। तर ती मध्ये धेरै जनावर लोप हुने सङ्कटमा छन्। आज हामी नेपालमा पाइने 5 अद्वितीय र दुर्लभ जनावरबारे विस्तृत जानकारी दिनेछौँ। रातो पाण्डा। रातो पाण्डा, जसलाई हिमाली छोटो पाण्डा पनि भनिन्छ, पूर्वी हिमालका वन जङ्गलमा पाइन्छ, विशेष गरी इलाम, ताप्लेजुङ र भोजपुर आसपासका क्षेत्रमा। यसको सुन्दर रातो खैरो रौँ, लामो पुच्छर र बाँस खाने बानीले यसलाई अत्यन्तै प्यारा बनाएको छ। स्नो लेपर्ड। हिमालको चट्टानी भूभागमा 3000 मिटर भन्दा माथि बस्ने यो अद्भुत जनावरलाई हिमचिता भनिन्छ। यसको बाक्लो सेतो खैरो रौँले यसलाई हिउँमा सजिलै लुक्न मद्दत गर्छ। स्नो लेपर्ड प्राय रातमा सक्रिय हुन्छ। यसले च्याङ्ग्रा, हिमाली बाख्रा र अन्य साना जनावर शिकार गर्छ। नेपालमा अनुमानित 350 जति स्नो लेपर्ड मात्र बाँकी छन्। घडियाल। घडियाल एकदमै दुर्लभ जलचर हो। यसको लामो, साँगुरो मुखले यसलाई अन्य मगरमच्छ भन्दा फरक बनाउँछ। नेपालमा घडियाल प्राय चितवन र बर्दियाको नदी प्रणालीमा मात्र पाइन्छ। माछा यसको मुख्य आहार हो, तर बाँध निर्माण, नदी प्रदूषण र अनियन्त्रित माछा मार्ने कामले यसको अस्तित्व सङ्कटमा परेको छ। नेपालमा करिब 200 भन्दा कम घडियाल बाँकी रहेको अनुमान गरिएको छ। एसियाली जङ्गली हात्ती। एसियाली जङ्गली हात्ती नेपालका तराईका घना जङ्गलमा पाइन्छ। यसको अग्लो शरीर, ठुलो कान र लामा दाँतले यसलाई शक्तिशाली जनावर बनाउँछ। तर नेपालमा 150 भन्दा कम हात्ती मात्र बाँकी छन्। मानव बस्ती बढ्दै जाँदा वासस्थान घट्नु र हात्ती मानव द्वन्द्व बढ्नु यसको प्रमुख समस्या हो। यी हात्तीहरूको संरक्षणका लागि राष्ट्रिय निकुञ्जहरूले विशेष प्रयास गरिरहेका छन्। सारससरा। सारससरा नेपालकै अग्लो उड्ने चरामध्ये एक हो। यसको उचाइ करिब 6 फिटसम्म हुन्छ। सारससरा प्राय तराईका बाढी पीडित खेतमा देखिन्छ। यसलाई सौन्दर्य, धैर्य र प्रेमको प्रतीक मानिन्छ। तर कृषि जमिन घट्दै जानु, प्रदूषण र वासस्थान नष्ट हुनुले यसको सङ्ख्या घट्दै गएको छ। सारस नेपालको जैविक विविधता मात्र होइन, सांस्कृतिक महत्त्व बोकेको चरा पनि हो। यी 5 दुर्लभ जनावर र चराहरू नेपालका प्राकृतिक सम्पत्ति हुन्। यदि हामीले संरक्षण नगर्ने हो भने भावी पुस्ताले तिनलाई केवल किताब र तस्बिरमै देख्नेछन्। तपाईलाई यी मध्ये कुन जनावर सबैभन्दा रोचक लाग्यो कमेन्टमा लेख्नुहोस्। भिडियो मन परे लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्।